ल फाइनली साथीहरू कुलमान घिसिङ पनि पार्टीबाट राजसभाबाट निक्लिएर बाहिर गइएछन्। अब के गर्ने, अस्तिसम्म राजसभामा मिले, अब उल्कै गर्छन् यी तीनजना मिलिकन भनिकन नेपालमा तहल्का मच्चाया। उहाँ मिडिया सबै मिडिया लागेर दुनियाँभरको तारिफ गरे। अहिले लास्टमा कुलमान अब त्यहाँ केही नमिल्ने भुटिया भाङ नमिल्ने भएपछि फेरि आफ्नै पार्टीमा लागे। यिनीहरूको अभिगत देखेर नेपाललाई रानीको राज्य बनाएछन् यिनीहरूले। सबै हामीलाई अब आफ्नो मतलब छैन, हामी देशका लागि मर्छौँ भनेर यिनीहरू लागिरहेथे। लास्ट टाइममा सबै यिनीहरूलाई कुर्सीको लोभ रहेछ भन्ने कुरो यहाँबाट प्रष्ट हुन्छ साथीहरू। यदि यिनीहरू सबै जनताको लागि मर्ने, जनताको हितको लागि काम गर्ने भइदिया भए अहिले यो अभिगत आउँथ्यो। ती पुराना भन्ने नेताहरू त सबै मिलिकन अहिले जान लागेछन् भनेपछि यिनी नयाँ मिल्न सकेनन् भनेपछि यिनीहरूमा पार्टीको लोभ कतिको रहेछ भन्ने कुरो यहाँबाट प्रष्ट हुन्छ के। हामीहरूलाई सिकाइरहनु पर्दैन यिनीहरूले। यिनीहरू जति देशको लागि मर्छौँ, देशलाई हामी कहाँको कहाँ पुर्याउँछौँ जति भने पनि यिनीहरूमा कहीँ न कहीँ पार्टीको लोभ देखियो, यहाँबाट प्रष्ट हुन्छ। अब मलाई लाग्छ यो बालेन र रविको पनि धेरै दिन टिक्ला जस्तो छैन। अब त्यो दिन कहिले हो, अब आउनु बाँकी छ। अब हेरौँला त्यो दिन पनि के हुने रहेछ। त्योभन्दा त सबै एक्लै एक्लै गया भए राम्रो हुन्थ्यो। सबै एउटैमा रवि लामिछानेले एक्लै गया भए राम्रो हुन्थ्यो। यिनीहरू कसैलाई नमिलाउनु पर्ने के। त्यत्रो जनताले मानिरहेको थियो, त्यत्रो रवि लामिछानेको एक्लै क्रेज काफी छ के। दुनियाँभरिको यो पार्टीमा यिनीहरूलाई मिसाउने, बनिराखेको पार्टीमा मिसाउने भनेको कुरो आफ्नो खुट्टामा बन्छ र आफैले हान्नु हो। हुन त रवि लामिछानेको एउटा सोच के हो भन्दाखेरि अब नयाँ नयाँ मिलेर जानुपर्छ, पुरानालाई फाल्नुपर्छ, अनि नयाँ नै भाँडियो भने देशको हालत के हुन्छ भनेर रवि लामिछानेले राम्रो सोचले सबैलाई गर्न खोज्या हो। तर अहिलेका राम्रो भन्नेहरू, नयाँ भन्नेहरूलाई पार्टीको लोभ बाहेक अरू केही छैन।